भविष्य अनिश्चित छ। भविष्यको अनिश्चितताको बारेमा झट्ट सोच्दा नेगेटिभ कुराहरू आउँछन् दिमागमा, जस्तो भोलिको टुङ्गो छैन, जे पनि हुन सक्छ, यो खुसी, यो वातावरण रहला नरहला आदि इत्यादि। तर लेट्स टक अबाउट पोजिटिभ प्रोबाबिलिटिज। भविष्य अनिश्चित नै छ भने यो उजाडपन, यो ठन्डी, यो हावाहुरी, असिना, जीवनमा हामीलाई जुन कुराले पिरोलिरहेको छ त्यो पनि बाँकी रहन्न नै, पक्कै परिवर्तन त हुन्छन् नै। अनि साथमा छ वर्तमान, प्रेजेन्ट। यसैलाई रमणीय बनाउनका लागि म निस्किएँ हिउँले ढाकेको प्रकृतिमा। यसैबीच मायालुको याद आउँछ अनि अनायासै गुनगुनाउँछु। नबोले नि माया लाग्ने रहेछ सन्नानी, दिलको कसम दिलैमा न त जन्जनी, छैन कम्पनी, छैन कम्पनी, छैन कम्पनी, छैन कम्पनी, छैन कम्पनी। फेब्रुअरीको यो जाडोमा बिना पातका सिङ्ग्रिङ्ग परेका रुखहरूमा नअडिए वर्षिए हिमकणहरू अनि सेताम्य बनाइदिए यो धरतीलाई। रुखहरू हेर्दा उजाड, तर धरातललाई हेर्दा श्वेत सुन्दर। प्रकृतिको यो बेग्लै रङलाई स्पर्श गरेर आफूलाई प्रकृतिमा समाहित गर्न पाउँदा कसलाई पो खुसी नलाग्दो हो। म झुम्छु, रमाउँछु, महसुस गर्छु यो वर्तमानलाई। भनिन्छ नि, लिभ इन द प्रेजेन्ट। दिल को लगा तिमी नै हो, तिमी नै हो, तिमी। धरतीले ओढेको यो सेतो चादर पनि केही घन्टामै पिलाएर जानेछ, तर मैले बिताएको यो पल सधैँ रहनेछ सम्झनामा। त्यहाँ चाहिँ सुटोले ड्रोन उडाउँदो रहेछ होइन, कहाँ माथि पुगेर खिचिरहेको छ, साउन्ड आइरहेको छ, ऊ पर आवाज आइरहेको परिरहेको छ। आज चाहिँ फेब्रुअरी 2 2026 हो। मेरो आजदेखि नाइट ड्युटी छ। बिहानै छिरिङ दाजु फोन गरेर हिउँ पऱ्यो भने, अलि धेरै पऱ्यो भने चाहिँ मलाई भन्नु है, अलि बाक्लो परेपछि ल पऱ्यो भने गोविन्दलाई म्यासेज गरेको, गोविन्दलाई म्यासेज हेर्नु, म मात्र एक्लै निस्किरहेको छु।
अब यति नै भिडियो खिच्यो चट्ट अब चाहिँ रुम फर्किन्छु र आफ्नो ठाउँमा रहेका छन् आजको स्नो भिउ चाहिँ यति है।